जय मसीह साथीहरू, आज हामी एउटा धेरै महत्त्वपूर्ण विषयमा कुरा गर्नेछौँ, प्रार्थना। प्रार्थना हाम्रो आत्मिक जीवनको शक्ति हो, तर कहिलेकाहीँ हामी प्रार्थना गर्छौँ तर थाहा नपाई केही गल्तीहरू गर्छौँ जसले हाम्रो प्रार्थनालाई कमजोर बनाइदिन्छ। आजको भिडियोमा हामी सिक्नेछौँ प्रार्थना गर्दा हुने 5 सामान्य गल्तीहरू र अन्त्यमा सही तरिका पनि। गल्ती नम्बर 1, मन नलगाई प्रार्थना गर्नु। धेरै पटक हामी मुखले मात्र प्रार्थना गर्छौँ तर मन कहीँ अरू ठाउँमा हुन्छ। तर प्रार्थना केवल शब्द होइन, तर परमेश्वरसँगको मनको संवाद हो। बाइबल भन्छ, तिमीहरू सम्पूर्ण रीतिले मलाई खोज। त्यसैले साँचो मनले प्रार्थना गर्नु जरुरी छ। गल्ती नम्बर 2, देखाउनका लागि प्रार्थना गर्नु। केही मानिसहरू अरूले देखुन् भनेर मात्र लामो वा ठुलो स्वरमा प्रार्थना गर्छन्, तर प्रार्थना प्रतिस्पर्धा होइन, यो परमेश्वरसँगको आत्मिक अथवा व्यक्तिगत सम्बन्ध हो। यसोले भन्नुभयो, जब तिमी प्रार्थना गर्छौ, जब द्वितीय कोठामा गएर प्रार्थना गर। गल्ती नम्बर 3, केवल माग्नका लागि मात्र प्रार्थना गर्नु। धेरै जसो मानिसहरूले प्रार्थनामा प्रभु मलाई दिनुहोस् भन्छन्, तर प्रार्थना भनेको केवल माग्नु मात्र होइन, तर धन्यवाद दिनु, स्तुति गर्नु र परमेश्वरसँग समय बिताउनु पनि हो। गल्ती नम्बर 4, विश्वास बिना प्रार्थना गर्नु। यदि हामी प्रार्थना त गर्छौँ तर मनमा शङ्का छ भने त्यो प्रार्थना कमजोर हुन्छ। बाइबल भन्छ, विश्वास बिना परमेश्वरलाई खुसी पार्न सकिँदैन, त्यसैले विश्वासका साथ प्रार्थना गर्नुपर्छ। गल्ती नम्बर 5, निरन्तरता नहुनु। कहिलेकाहीँ मात्र प्रार्थना गर्ने, समस्या हुँदा मात्र प्रार्थना गर्ने, तर प्रार्थना भनेको दैनिकी सम्बन्ध हो है। जस्तै हामी हरेक दिन खाना खान्छौँ, त्यस्तै प्रार्थना पनि दैनिकी हुनुपर्छ। साथीहरू, आज हामीले सिक्यौँ प्रार्थनामा हुने 5 सामान्य गल्तीहरू। यदि हामीले यी कुरा सुधार्यौँ भने हाम्रो प्रार्थना अझ गहिरो र शक्तिशाली हुनेछ। यदि यो भिडियोले तपाईँलाई ब्लेसिङ दिएको छ भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। जय मसीह, सालोम।